ब्याक टु ब्याक आइपिओ खुल्दै गरेको क्रममा फेरि अर्को कम्पनीलाई आइपिओ खुलाउने अनुमति पाएको छ। कुन कम्पनी रहेको छ, कति किता खुलाउने अनुमति पाएको छ लगायतका सम्पूर्ण कुराहरूको बारेमा हजुरहरूलाई यो भिडियोमा जानकारी दिनेछु। नेपाल धितोपत्र बोर्डले हिजो एपोलो हाइड्रो पावर लिमिटेडलाई आइपिओ खुलाउनका लागि अनुमति दिएको छ। अपोलो हाइड्रो पावर लिमिटेड एक हाइड्रो पावर कम्पनी हो जसले नेपालको जलविद्युत क्षेत्रमा काम गर्दै आएको छ। हाइड्रो पावर सेक्टर नेपालका लागि लङ टर्म पोटेन्सियल भएको सेक्टर मानिन्छ, किनभने इलेक्ट्रिसिटी डिमान्ड र एक्सपोर्ट अपर्च्युनिटी दुवै बढ्दै गएको छ। यदि हजुरहरू लङ टर्म इन्भेस्टर हुनुहुन्छ भने अपोलो हाइड्रो पावरको आइपिओ एकदमै राम्रो हुन सक्छ। यस कम्पनीले 14,10,000 किता निष्कासन गर्ने अनुमति पाएको छ भने प्रति किताको मूल्य 100 रुपियाँको दरले खुलाउनेछ र यो कम्पनीको सेक्टर भनेको हाइड्रो पावरमा पर्छ र यसको इस्यु म्यानेजरको रूपमा चाहिँ हिमालयन क्यापिटललाई राखिएको छ। ओके, सो हिजो भर्खरै आइपिओ खुलाउने अनुमति पाएको छ भने अब छिट्टै चाहिँ सर्वसाधारणको लागि आइपिओ खुल्ला हुनेछ। सुरुमा चाहिँ पहिलो चरणको आइपिओ खुल्नेछ जसमा वैदेशिक तर्फ र स्थानीय तर्फका लागि खुल्ला हुनेछ र त्यसपछि दोस्रो चरणमा मात्रै सर्वसाधारणका लागि चाहिँ खुल्ला हुनेछ। अब यो आइपिओ खुल्ने मिति तोक्न साथ म तपाईहरुको लागि चाहिँ अपडेटहरु लिएर आउने नै छु। यस्तै खालको आइपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित भिडियो अपडेटहरु हेर्नका लागि च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।